भाइ नमस्कार। हामी बाल्यकालमा यही हिमालय माविमा कख पढेका साथी, अहिले त हजुर ठुलो पद यो विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष भनेको सबभन्दा ठुलो पद र पोस्ट हो। अब तपाईँ के सोच्नुहोस् भने यो विद्यालयमा आफूले कख पढेदेखिका साथी अहिलेको यो मितिसम्म कुन कुन पद र ओहदामा पुग्नुभयो, उहाँहरूलाई यही वर्ष यो विद्यालयमा नियुक्त गर्नको लागि आफ्नो तर्फबाट के गर्न सक्नुहुन्छ। जबसम्म यो पिपलको रुख रहन्छ नि तबसम्म कसैले यो पिपलको रुख पनि ढाल्न सक्ला। अब बाँकी केही पनि छैन, हामीले चौतारामा बसेर पढ्ने होइन, सिकान पुज्ने रुख पनि यही हो। अब यो रुखलाई साँची राखेर तपाईँ यो वर्षभरि कख पढेदेखि अहिलेसम्मका आफ्ना साथी र विद्यार्थीहरूलाई यो विद्यालयमा भव्य समारोह गरी कसरी नियुक्त गर्न सक्नुहुन्छ। धन्यवाद बहिनीलाई। अब जहाँसम्म यहाँ यस विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरू अहिले देशका प्रशासकसम्म माथिल्लो तहसम्म पुगिसक्नु भएको छ। हामीले एउटा पूर्व विद्यार्थीको एउटा सम्मेलन गराएर यो वर्ष सकेसम्म, यो वर्ष नभए अर्को वर्षसम्म पूर्व विद्यार्थीहरूलाई नियुक्त गरेर एउटा बृहत कार्यक्रम गर्ने योजना अब तपाईँले जुन हामीलाई स्मरण गराउनु भयो त्यो चाहिँ हामी गर्ने तयारीमा लाग्नेछौँ। ल, हाम्रो यो भौतिक शरीर रहला नरहला आजकै मितिदेखि हामी निम्तो गरौँ। यो विद्यालय हिमालय माविमा पढेका सम्पूर्ण विद्यार्थीहरूले यो वर्ष दिपेन्द्र दाइले बोलाएको मितिमा यहाँ उपस्थित हुनुको लागि हार्दिक हार्दिक अनुरोध गर्दछु। धन्यवाद। यो पिपलको रुखलाई साँची राखेको छु। बोलाउने प्रयास चाहिँ मैले पनि गर्छु। ल, बाँकी कुरा हजुरको अध्यक्षको कार्यकालमै समाप्त होस्। हवस् त, धन्यवाद।